आज यस याथिङ साहित्य तथा कला संरक्षण मञ्चको आयोजनामा र जनगायक चन्द्र वाइवा प्राङ्गो भनेर चिनिन्छ हामी उहाँको आफ्नो शब्द र सङ्गीतमा जुन युल्ला खजेल गीति क्यासेटको विमोचना कार्यक्रमका सभापति एवं यस कार्यक्रमलाई भव्य सम्मानका साथ सम्पन्न गर्नका लागि हाम्रो निमन्त्रणलाई स्वीकारेर यहाँसम्म पाल्नुभएका माननीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेलज्यू आजको प्रमुख अतिथि हुनुहुन्छ र यसै गरी विशिष्ट अतिथि पूर्व जापानका राजदूत गणेश योन्जन, कोरिया राजदूत श्री कमान सिंह लामाज्यू र यहाँ विभिन्न क्षेत्रबाट आउनुभएका अतिथि दीर्घमा रहनुभएका अतिथि मित्रहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा याथिङ साहित्य तथा कला संरक्षण मञ्चको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार लासो फ्याफुल्ला। आज हामी विगत 5 दशकदेखि नेपाली सर्वहारा वर्गको गीत गाउँदै र नेपालको कुना कप्चामा दुःख र सुखको पीडा पोख्दै एउटा जनताको एउटा नेपालको पिछडेको क्षेत्र कोसीपारी महाजन प्राणी गाउँमा जन्मिरहेका हाम्रा चन्द्रबहादुर तामाङ, उहाँको नाम विशेष गरेर अहिले उहाँ सर्वहारा वर्गको गीत गाउँदा गाउँदै उहाँ एउटा गरिब विमुखा हुन पुगेको हामीले साथी देखेर उहाँले आफ्नो नामलाई पनि नामको पछाडि उहाँले प्राङ्गो राख्नुभएको छ। उहाँ गरिबखाने वर्ग र सरकार वर्ग र नेपाली जनतालाई मुक्त दिनका लागि उहाँले आफ्नो खाने पेट भर्ने काम म भन्दा पनि नेपाली जनताको नेपाली देशलाई उन्मुक्तिको लागि सरकार जनतालाई उन्मुक्तिको लागि गीत गाउँदै उहाँले जुन नाम कमाउनु भएको छ त्यो प्राङ्गोको आज यहाँ गीति क्यासेट एल्बम यहाँ तपाईँहरू माझमा आज विमोचना गर्न पाउँदा हामी एउटा पिछडेको गाविस काभ्रे जिल्लाको महाजन प्राणी गाविस कोसीबारी गाविस त्यो कोसीबारीको महाजन गाउँको मान्छेहरू हर्षले अत्यन्त खुसी हर्षित भएका दिन आजको दिन आएको छ। उहाँले 5 दशकदेखि नेपाली जनताको गीत गाउँदा गाउँदा आजसम्म उहाँले यो एल्बम निकाले त उहाँको ध्यान गएको थिएन। आजभन्दा 4-5 वर्ष अगाडि उहाँले हामीसँग यो कुरा राख्नुभयो, ल यो तपाईँको इच्छा कुनै दिन पुरा हुनेछ, हामी पुरा गर्नेछौँ भनेर नै यो याथिङ साहित्य कला संस्थाको स्थापना भएको र आज उहाँले गीत गाएको 5 दशक लामो भन्दा पनि आज धेरै पछाडि आएर पनि हामीले यो ठाउँ यो जुन उहाँको मन र उहाँले लिएको जुन उज्जवलशीलतालाई तपाईँहरूप्रति हामीले गीत क्यासेटद्वारा पनि तपाईँहरूको हातमा आज हामी विमोचन गरेर तपाईँहरूको हातमा पुर्याउन पाउँदा यो धेरै खुसी लागेको छ र हाम्रो निमन्त्रणालाई स्वीकारेर तपाईँहरू जहाँ यहाँसम्म पाल्नुभयो र यस कार्यक्रमको शोभा बढाइदिनु भयो। यसमा याथिङ साहित्य तथा कला संरक्षण मञ्चको तर्फबाट धेरै धेरै स्वागत गर्दै म तपाईँहरूको बिचबाट यो सानो आफ्नो स्वागत मन्तव्य दिँदै म बिदा हुन्छु। लासो फ्याफुल्ला खुसी छु। युल्ला खादिमका स्रष्टा जो गीतकार सङ्गीतकार गायक पनि हुनुहुन्छ चन्द्रभाइ बाजुलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। चन्द्रभाइ बाजु आजको उहाँको यो एल्बम युल्ला खादिम देशको वर्तमान पर्यो। अब भने आजका प्रमुख अतिथि विशिष्ट अतिथि त्यस्तै गरेर विशेष अतिथिज्यूहरूले एकैचोटि यो आजको युल्ला खादिम एल्बमलाई सार्वजनिकीकरण अर्थात् विमोचन गरिदिनुका लागि सर्वप्रथम माननीय शिक्षा मन्त्री गिरिराजमणि पोखरेल त्यस्तै गरी विशिष्ट अतिथिज्यूहरू सबैलाई सामूहिक रूपमा हार्दिक अनुरोध गर्न चाहन्छु।
सुनमा सुरुमा थप्ने केही भन्ने लागिरहेको छ। आजबाट चन्द्रबाबुको यो हिउँला खाजा घिसिरी एल्बम सार्वजनिक भएको छ। यहाँहरूले प्रत्यक्ष रूपमा अब आफ्नो घरमा कम्प्युटरमा मोबाइलमा पनि यो हिउँला खाजाका घिसिरीहरू देख्न सक्नुहुनेछ। 2022 साल भदौ 5 गते काभ्रे जिल्लाको मादनगुडारी 3 काभ्रेमा जन्मनुभएका चन्द्रबाबुमा राजनैतिक चहलपहलका कारण उत्प्रेरित हुँदै यो प्रगतिशील गीत गायन क्षेत्रमा लाग्नुभएको थियो। उहाँले 2035 सालबाट गीत गाउन सुरु गर्नुभएको थियो। गाउँघरमा स्कुल तथा पार्टीले आयोजना गरेको कार्यक्रमहरूमा वेदना सांस्कृतिक परिवारबाट औपचारिक रूपमा गीत गायन सुरुवात गर्नुभएको थियो भने 2038 सालमा थाङ्का सांस्कृतिक परिवार बानेश्वरमा आबद्ध भई 2044 सालमा इन्द्रेणी सांस्कृतिक परिवारमा परिणत भएको थियो। हाल जनसांस्कृतिक परिवारमा आबद्ध हुनुहुन्छ। पहिलो उहाँको रेकर्डेड गीत थियो तामाङ भाइ भाग 1 मा 2049 सालमा यो प्रकाशित भएको थियो। यो एल्बम तामाङ भाइ भाग 1 श्री कमान सिंह लामाज्यूलाई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र यो सम्मानलाई वितरण प्रदान गरिदिनु हुनका लागि माननीय शिक्षा मन्त्री गिरिराज मणि पोखरेलज्यूलाई अनुरोध गर्न चाहन्छु। यसमा लेखिएको छ याथिङ साहित्य तथा कला संरक्षण मञ्च मादनगुडारी 3 काभ्रे सम्मान पत्र श्री कमान सिंह लामा मादनगुडारी 4 काभ्रे हाल महामहिम राजदूत दक्षिण कोरिया। ग्रामीण परिवेशको पृष्ठभूमिबाट राजनैतिक रूपान्तरण र परिवर्तनको अभियानमा अनवरत रूपमा लागि पर्दै राष्ट्रको उच्च ओहदामा पुग्न सफल भएको देख्न पाउँदा हामी अत्यन्त गौरवान्वित भएका छौँ। हजुरको सार्थक पाइलाहरूले यसरी नै सफलताको शिखर छुँदै जाउँ। साथै सधैँ देश र जनताप्रति यहाँको सद्भाव रहोस् भन्दै हजुरको सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित यो सम्मान पत्र अर्पण गर्दछौँ। गिरिराज मणि पोखरेल शिक्षा मन्त्री प्रमुख अतिथि, भिकु लामा अध्यक्ष, डाक्टर गणेश योजन विशिष्ट अध्यक्ष, जापानका लागि पूर्व राजदूत। 2072 पौष 19 गते आइतबार। सत्यकुमार बाहुन आजको सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँ पनि भर्खरै आइरहनु भएको छ। उहाँलाई यसै बिचमा मैले सुरुको आसन ग्रहणको लागि अनुरोध गरेँ। आसन ग्रहण गरिदिनु हुनको लागि वरिष्ठ गायक सङ्गीतकार तथा गीतकार सम्मान पत्रमा लेखिएको छ याथिङ साहित्य तथा कला संरक्षण मञ्च मादनगुडारी 3 काभ्रे। आजकल त फोटो मिलाउनु पर्छ क्या सम्मान गर्दाखेरि म त अस्ति कामनाका साथ यो सम्मान अर्पण गर्दछौँ। प्रमुख अतिथि शिक्षा मन्त्री अध्यक्ष भिकु लामा, विशिष्ट अतिथि जापानका लागि राजदूत डाक्टर गणेश योजन। अब पालो आएको छ एकजना नायिकाको। यहाँको कलाकारिताको उच्च मूल्याङ्कन गर्दै उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र अर्पण गर्दछौँ। अर्का सम्मानित व्यक्तित्वलाई म बोलाउन चाहन्छु। कामना सहित यो सम्मान पत्र अर्पण गर्दछौँ। शिक्षा मन्त्री प्रमुख अतिथि गिरिराज मणि पोखरेल, अध्यक्ष भिकु लामा, विशिष्ट अतिथि जापानका लागि पूर्व राजदूत डाक्टर गणेश योजन।
केही अतिथिज्यूहरूलाई मायाको चिनो वितरण गर्दै यो मायाको चिनो चाहिँ आजको कार्यक्रम याथिङ साहित्य तथा कला मञ्चका कला संरक्षण मञ्चका अध्यक्ष श्री बिकु लामा वाइबज्यूलाई यो मायाको चिनो प्रमुख अतिथिज्यूलाई वितरण गरिदिनु हुन म अनुरोध गर्दछु। हार्दिक धन्यवाद। दर्शक एकदम धन्यवाद। अशोकमा पनि आउनुभयो सर्वप्रथम म आफ्नो मन्तव्य राखिदिनुको लागि आजका प्रमुख अतिथि माननीय शिक्षा मन्त्री गिरिराज पोखरेललाई यस मञ्चमा आमन्त्रण गर्दछु। सभाका अध्यक्षज्यू, कोरियाका लागि हाम्रा महामहिम राजदूत कमान सिंह लामाज्यू, जापानका लागि पूर्व राजदूत गणेशज्यू, रायन दाई, विभिन्न पार्टीका नेता साथीहरू, आज सम्मानित हुनुभएका विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्वहरू, याथिङ साहित्य तथा कला संरक्षण मञ्चका नेतृत्वका साथीहरू, जनगायक चन्द्रमाया रामको उहाँको आज साङ्गीतिक यात्राको एउटा महत्त्वपूर्ण विधि एल्बम विमोचन गर्ने अवसर प्राप्त भएको छ। यो सार्वजनिकरण सम्मान कार्यक्रममा उपस्थित हुनुभएका दिदीबहिनी दाजुभाइहरू, सबभन्दा पहिले यो महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्झिनुभयो, यो अवसर दिनुभयो, यसको लागि म आभार प्रकट गर्न चाहन्छु। विद्यार्थी कालमा आफूसँग काम गरेका धेरै साथीहरू आज यहाँ यो कार्यक्रमको वरिपरि कोही नेताको रूपमा, कोही सम्मानित व्यक्तित्वको रूपमा, कोही आयोजकको रूपमा र कोही सहभागीको रूपमा धेरै दिन भएको थियो छुट्टेको यस्तो कार्यक्रममा एउटा महत्त्वपूर्ण भेटघाट भयो। एक प्रकारले सम्बन्धलाई एउटा रिचार्ज जस्तो पनि भयो। प्रमुख अतिथि भनेको छ लास्टमा बोलेर जानुपर्ने, तर सुरुमै जानुपर्ने अप्ठ्याराहरू भए सबैले बुझिदिनु नै हुनेछ। हामीले धेरै दुःख गरेर संविधान घोषणा गरेका छौँ। 2007 सालको वरिपरि नेपाली जनताले आफूले चुनेका प्रतिनिधिले आफ्नो संविधान बनाउने भनेर धेरै लडाइँ भयो, धेरै सङ्घर्ष भए। जनयुद्धसँगको चाहिँ 62-63 को ऐतिहासिक आन्दोलन, मधेस विद्रोह, आदिवासी जनजाति, दलित, महिला, मधेस, पिछडेका क्षेत्रका जनसमुदाय सबै समयको समन्वित प्रयत्नमा हामीले युगान्तकारी परिवर्तनको एउटा संविधान घोषणा गरेका छौँ। अहिले हामी त्यो संविधान कार्यान्वयनको चरणमा छौँ। संविधानपछि मधेस तराईमा केही आवाजहरू उठिराखेका छन्। आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्न अझै संविधान संशोधन गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। संयुक्त राष्ट्रसङ्घको महासचिवको भाषामा यो एउटा माइलस्टोन हो। यो आफै पूर्ण छैन, नेपाली जनताले यसलाई पूर्णता बनाउँदै जान्छन्। तर गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता सहितको अलि साँघुरो व्याख्या भए पनि धर्मनिरपेक्षता सहितको एउटा नयाँ राज्य प्रणाली हामीले प्राप्त गरेका छौँ र यसलाई कार्यान्वयन गर्ने चरणमा छौँ हामीहरू। यो यही संविधानलाई घोषणाको एउटा प्रक्रियालाई आधार गरेर भारतबाट दक्षिणी भागमा नाकाबन्दी भएको छ अघोषित रूपमा। त्यसले उत्पन्न गरेका समस्याहरू पनि छन्। हामी निकै
अप्ठ्यारा अवस्थाबाट गुज्रिराखेका छौँ। यो बेलामा एकातिर संविधान कार्यान्वयन गर्ने, अर्कोतर्फबाट देशले भोगिरहेका समस्याहरूलाई मिलेर समाधान गर्ने प्रयत्नमा हामी लागिराखेका छौँ। संविधान घोषणा भइसकेपछि त्यसलाई कार्यान्वयन गर्ने क्रममा मैले शिक्षाको जिम्मेवारी प्राप्त गरेको छु। शिक्षालाई मौलिक अधिकारको रूपमा संविधानले राखेको छ। तर हाम्रो देश गरिब देश होइन। हिमालको सौन्दर्य बेचेर पनि यसलाई धनी बनाउन सकिन्छ। कृषिमा जैविक क्रान्तिहरू गरेर पनि यसलाई धनी बनाउन सकिन्छ। वन्यजन्तु या हाम्रा जडीबुटीहरूका उद्योगहरू खोलेर पनि यसलाई समृद्ध बनाउन सकिन्छ। तराई मधेसको भूभागहरू आफै छन्। हाम्रा धेरै राम्रा कर्मशील श्रम शक्तिहरू विभिन्न देशमा गइराखेका छन्। यो सबैलाई यही नेपालभित्रै एउटा महत्त्वपूर्ण काम गर्ने देशको रूपमा यसलाई बदल्न जरुरी छ। त्यसको लागि शिक्षाबाट क्रान्ति गर्न जरुरी छ। शिक्षाबाट काम नगरिकन स्वाधीन र समृद्ध राष्ट्र बन्न सक्दैन। हामीले चाँडोभन्दा चाँडो एउटा स्वाधीन र समृद्ध राष्ट्र बनाउनुपर्छ। वास्तवमा यी सबै अभियानहरू हाम्रो राष्ट्रको नवनिर्माणको लागि, नयाँ राष्ट्रिय एकीकरणको लागि यिनीहरू सबै सहयोगी हुन्छन्। हामी नयाँ ढङ्गले अगाडि बढ्नु जरुरी छ। 74 मार्च 7सम्म हामी सङ्क्रमण हुन्छौँ। यसपछि सङ्घीय, प्रादेशिक, स्थानीय तहका चुनावहरू हुन्छन् र देश नयाँ दिशातर्फ जान्छ। यो बिचको सङ्क्रमणमा पनि हामीले राष्ट्र निर्माणको यो कामलाई अगाडि बढाउनु जरुरी छ। जब साँच्चै क्रान्तिकारी आन्दोलन उठिरहेको हुन्छ, परिवर्तनको आन्दोलन, लोकतान्त्रिक आन्दोलन सम्पन्न हुने दिशामा जान्छ, हामी सबै जनतासँग मिलेरै त्यो काम सम्पन्न गर्छौँ। र जब ती क्रान्तिकारी आन्दोलन, लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनहरू सफल हुन्छन्, तिनीहरूलाई हामीले संस्थागत गर्छौँ र त्यसलाई हामी कार्यान्वयन गर्ने दिशामा जान्छौँ। यतिखेर कलाकार, लेखक सबै साथीहरूले एकातिर हामीले लडेर लिएका अधिकारको रक्षा गर्न त्यसको पक्षमा उभिनु जरुरी छ। अर्कोतर्फबाट समाज यही रहँदैन, समाजलाई नयाँ दिशा दिनुपर्छ। त्यसैले त्यसभित्र पनि निरन्तर त्यो साधनाको आवश्यकता पर्छ। त्यसले मलाई लाग्छ सम्मानित व्यक्तित्वहरूले आफ्नो साधनालाई अझ माथि उठाउनु हुनेछ। हाम्रो संविधानले हाम्रो देशलाई अब समाजवादको दिशामा लाने भनेको छ। चाहे पुष्पलालजीको सपना होस्, चाहे बिपी कोइरालाको। हामी कोही लोकतान्त्रिक समाजवाद, प्रजातान्त्रिक समाजवाद भन्नेहरू छौँ, हामी कोही वैज्ञानिक समाजवाद भन्नेहरू छौँ। जे भए पनि अब नेपालको यात्रा समाजवादको यात्रा हो। त्यो समाजवादको आधार तयार पार्नका लागि हाम्रा प्रतिभाहरू, हाम्रा कलाहरू, हाम्रा संस्कृतिहरू त्यो दिशातर्फ अभिमुख हुनुपर्छ। सम्मानित व्यक्तित्वहरूलाई, सहभागीहरूलाई, नव प्रतिभाहरूलाई, यहाँ सहभागी भएका सबैलाई पनि यो दिशामा अगाडि बढ्न फेरि एकपटक अनुरोध गर्दै एकदमै कामको बिचमा यो सम्मानको कार्यक्रममा उपस्थित हुन पाएँ। म आफू पनि केही नयाँ ऊर्जा प्राप्त गरेको छु। तपाईँहरूप्रति आभार प्रकट गर्दै अहिले बिदा माग्छु। नमस्कार। धन्यवाद। आजको प्रमुख अतिथि माननीय शिक्षा मन्त्री गिरिराज मणि आचार्यज्यूलाई आफ्नो मन्तव्य सँगसँगै उहाँ यहाँबाट बिदा हुँदै हुनुहुन्छ। उहाँलाई हामी बिदाई गर्दै अब हामी मैले सबैसँग नमस्कार गरेँ। सबैभन्दा पहिला यो याथिङ साहित्य कला तथा साहित्य संरक्षण मञ्चको तर्फबाट साहित्य क्षेत्रका लागि सम्मानित हुन पाउँदा म आफूलाई एकदमै गौरवान्वित महसुस गर्दै उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो मेरो लागि किन पनि ऐतिहासिक, किन पनि महत्त्वपूर्ण क्षण हो भने विभिन्न सेक्टरका अति महत्त्वपूर्ण र वरिष्ठ व्यक्तित्वहरूको माझमा म कान्छो व्यक्तित्व सम्मानित हुन पाउँदाखेरि यो असाध्य ऐतिहासिक र मेरो लागि गौरवमय क्षण हो भन्ने मलाई लाग्छ। र यो अवसर प्रदान गरिदिनु भएकोमा र यो सम्मानको जुन खालको गरुङ्गो भारी बोकाइदिनु भएकोमा आयोजकलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब मैले सम्मानित व्यक्तित्वको हिसाबबाट यहाँ भन्नुपर्ने यहाँहरूलाई केही पनि छैन, किनभने मैले देखिरहेको छु हाम्रो यतापट्टि मैले सानैदेखि बच्चैदेखि नाम सुनेको गायक मानबहादुर गुरुङदेखि लिएर
रायन दाई हुनुहुन्छ, त्यसपछि राजदूतदेखि पूर्व राजदूत अनि हाम्रो गायक प्रदीप बोमजन मैले सानैदेखि सुनेको नाम हो। र अझ अगाडि मैले देखिरहेको छु चिर परिचित धेरै सेक्टरमा आफ्नो छवि स्थापित छवि बनाइसकेको व्यक्तित्वहरू हुनुहुन्छ। म यति मात्र भनौँ कि आजको समयमा आजको युगमा यो शिक्षा भनेको चाहिँ के हो भन्दाखेरि मान्छेको भौतिक आँखा त हुन्छन् नै, लिएरै आएको हुन्छ, जन्मदाखेरि नै मान्छेले भौतिक आँखा लिएर आएको हुन्छ। तर भौतिक आँखाभन्दा अर्को तेस्रो आँखा, ज्ञानको आँखा चाहिँ शिक्षा नै हो। र म के देख्छु भने अहिले हाम्रो पत्रकारिताकै क्रममा पनि म धेरै ठाउँहरूमा जाँदाखेरि धेरै अशिक्षित समुदाय, धेरै अशिक्षित भूगोल, धेरै अशिक्षित चाहिँ स्थिति हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ। पठन पाठन मात्रै ठुलो कुरो होइन, कला पनि ठुलो कुरो हो। जस्तो अघि भर्खरै एल्बम विमोचन भयो, उहाँको गीत पनि सुन्ने अवसर पाएँ र उहाँको गीतहरूले बोकेको जुन सामाजिक अर्थहरू छ, शिक्षा र चेतनाको अर्थहरू छ, त्यो अर्थको महत्त्व अझ धेरै रहन्छ भन्ने मलाई लाग्छ। र शिक्षाका अरू धेरै माध्यमहरूमध्ये साहित्य पनि एउटा हो, सङ्गीत पनि एउटा हो। र साहित्यले मान्छेलाई आज जसरी समाज परिवर्तनको दिशामा र यो मान्छेलाई चेतनशील बनाउने दिशामा जति महत्त्वपूर्ण योगदान दिन्छ, त्यो सँगसँगै कला र साहित्यले पनि दिन्छ। र पत्रकारिता र साहित्यको क्षेत्रमा यो समाज परिवर्तनको लागि, अगाडि बढ्नको लागि आजको यो सम्मानले मलाई धेरै उत्प्रेरणा दिएको छ भन्ने कुरा राख्न चाहन्छु। र यिनै कुरा राख्दै फेरि पनि म आयोजकलाई आभार प्रकट गर्छु। आयोजकप्रति म एकदम कृतज्ञता छु र यहाँहरूलाई मेरो कुरा सुनिदिनु भएकोमा आस्था बिलाउँछु। धन्यवाद। ख्याफुला कार्यक्रमका अध्यक्षज्यू र उपस्थित मञ्चमा आसीन हाम्रो सबै हेर्दाखेरि घटुजी बाहेक सबै तामाङै तामाङ रहेछ, मास हेर्दाखेरि नै तामाङै तामाङ रहेछ। मलाई अलिक छुट्टै तरिकाले बोल्नु पनि इच्छा लाग्छ, बोल्छु पनि। र कहिलेकाहीँ अब चित्त नबुझेको कुरो फ्याट्टै भनिदिँदा कतिलाई छैन अड पनि हुँदो रहेछ है। जिगज्याग मात्र होइन, पहिले गर्दा जिगज्याग थियो, जिगज्यागका जिगज्यागमै यो कार्यक्रम सिद्धिन्छ। हाम्रो कार्यक्रमको बोलाइमा सम्मान कार्यक्रम अलिकति हाम्रो तामाङ जातिले गरेको कार्यक्रममा पोर्टफोलियो मिलाएर कार्यक्रम गर्दैन। अलिकति त्यतातिर ध्यान देऊ कि है। यस्ता कुरा गर्दा कमान सिंह लामा जहिले पनि ठिटोको ठिटो नै भयो, काँचोको काँचै भयो र जहिले पनि कम्प्लेनको बक्स हो भन्छन् है। जे भने नि भनौँ, किनभने कमान सिंह लामा त्यस्तै छ है। सम्मान कार्यक्रम गर्दाखेरि अपमान महसुस हुने नगरौँ न है। तामाङ जाति भनेको संस्कारको ज्यादै धनी जाति हो है। दिने बेलामा कसरी दिने, खाने बेलामा कसरी खाने, धेरै नियमहरू छ, यो सिकाउनु पर्दैन, तपाईँहरूलाई थाहा छ। त्यस्तो सम्मानको धनी जातिले आयोजना गरेको कार्यक्रम रेन्डम नहोस्, म त्यो चाहन्छु। अब म त्यो चाहन्छु भन्दा अप्ठ्यारो महसुस हुँदैन नै होला भन्ने म अनुरोध गर्छु। अब यहाँ कुरोकानी के छ भनेदेखि हामीले सम्मान पनि लियौँ है, ग्रहण पनि गऱ्यौँ, सम्मान दिनेले पनि दिए, गऱ्यौँ के त हामीले के गऱ्यौँ के है। र आज तामाङ जाति मात्रै यहाँ हामी जम्मा भयौँ। मुस्किलले 2-4 जना मैले देखाएको छु। टेकबहादुरजी आदिवासी जनजाति नै हुनुहुन्छ, राई दाई आदिवासी जनजाति नै हुनुहुन्छ, मात्रै होइन भनेर भन्ने हाम्रो गिरीजी घटोज भाइ र यहाँ अरू 1-2 जना साथी मैले पनि देखाएको छु। धेरै लामो कुरो नगरौँ। साथीहरू अहिले देश बलिराखेको छ है। तामाङ किन बोल्दैन है। संविधान बन्यो है, के
तामाङ जाति आदिवासी जनजातिहरूको अधिकार स्थापित भयो? मैले नबुझेको कुरो सोधेको। म राजदूत, मैले धेरै लामो कुरो पनि बोल्नु हुँदैन। उत्कृष्ट संविधान हामीले पायौँ भन्छौँ, उत्कृष्ट संविधानभित्र तामाङ जातिको स्थान कहाँ? म एउटा तामाङ पनि हुँ। कसैले के भन्छन् भने तामाङ पहिला म नेपाली त्यसपछि तामाङ भन्छन्। सबैले भन्नु पर्यो नि त है। मैले हिजो टोपी दिवस रहेछ अस्तिको दिन है, टोपी लगाएर गइएन। अनि टोपी पनि ढाका टोपी दिवस रे, कालो टोपी लगाएर गएर छ टोपी दिवस मनाउने। ए ढाका टोपी दिवसमा किन कालो टोपी, टोपी छैन भनेर भने यार मेरै टोपी लाउनु पर्यो भने त ऊ हाम्रो एकजना भाइले है टोपी लाउनु भएको छ, हामीले त्यो टोपी लाएर जानु पर्थ्यो नि त। त्यो टोपी लायो भने तामाङ टोपी, ढाका टोपी नेपाली टोपी। अनि मैले तामाङ भाषामा बोले, तामाङ भाषाले अब खस भाषामा, खस नेपाली भाषामा बोल्दाखेरि चाहिँ नेपाली भाषाले, यो विभेद किन? यो विभेद अहिलेको संविधानले निर्मूल पारे कि पारेन? राजदूतले बोल्दैन रे। अब राजदूतले के नबोल्ने है? डिप्लोमेसी भने चाकरी र चाप्लुसी सोध्दा रहेछन्। अमेरिकाको डिप्लोमेसी के हो? वार डिप्लोमेसी भन्दो रहेछ। मैले यहाँ वार त छेडेको छैन होइन। कुनै एउटा असन्तुष्टि मैले पनि व्यक्त गरेँ। यो अवसर दिनुभयो, मलाई सम्मान गर्नुभयो। धेरै सम्मानित व्यक्तिहरू जसलाई नगरी नहुने थियो, हामीले त सोचेका पनि थिएनौँ, तपाईँहरूले याथिङले सोध्नुभयो। म धेरै आभारी छु। यहाँहरूको यो रचनात्मक जुन सोच छ, क्रियाकलाप छ, अगाडि बढाएर लिएर जानुहुनेछ भन्ने म आशा राख्दै मेरो भनाइलाई आफ्नो हक र अधिकारको लागि अबको पढेका सबै तामाङ अथवा सबै नेपाली दाजुभाइहरू आफ्नो संस्कार र संस्कृति जोगाउनलाई एकजुट हौँ। अरूको संस्कार र संस्कृतिलाई पनि त्यत्तिकै सम्मान गरौँ। अरूलाई सम्मान गरेमा मात्रै आफू सम्मानित हुन्छ। सम्मान गर्ने कुरामा, आफ्नो सम्मान माग्ने कुरामा अर्काको अपमान गर्ने काम हामी तामाङहरू कहिले पनि नगरौँ। यो कुरो यहाँहरूले बुझ्नु होला। कल्चरमा अतिक्रमण भएको छ, त्यसमा हामी युवाहरूले समयमै सचेत भयौँ भने मात्रै देश बच्छ, हामी बच्छ। नत्र भने नेल्सन मण्डेलाले यहुदीहरू आए, बाइबल थमाए, आँखा चिम्लेर ग्रहण गर्यो, खोल्ने बेलामा आफ्नै देशभित्र आफै परदेशी भइएछ भन्ने कुरो यहाँ चरितार्थ नहोस्। नमस्कार। धेरै धेरै धन्यवाद महामहिम राजदूत कमान सिंह लामाज्यू। उहाँले धेरै नै ओजपूर्ण कुराहरू, मन्तव्यहरू राखेर जानुभएको छ। याथिङ साहित्य तथा कला संरक्षण मञ्चको निमन्त्रणामा यहाँले यहाँ पाल्नुभएको छ। सबैलाई मेरो नमस्कार, ठाकुरला। सबैभन्दा पहिले त म आजका नायकहरूलाई बधाई दिन चाहन्छु जो आज सम्मानित हुनुभएको छ। र उहाँहरू किन सम्मानित हुनुभयो भन्ने कुरा मैले भनिराख्नु पर्दैन, किनभने उहाँले आफ्नो कर्म क्षेत्रबाट उत्कृष्ट काम गर्नुभएको नाताले उहाँहरू आज सम्मानित हुनुभएको छ। मैले उहाँलाई यहाँबाट नमन गरेँ र आजको यो हिल्ला खाजे भन्ने
जुन एल्बम गीत एल्बम लोकार्पण यहाँ भयो ती मित्र जनगायक चन्द्रवाइबाज्यूसँगको हाम्रो धेरै पुरानो नाता पनि छ र आज राङ्दा यहाँ हुनुहुन्छ। हामी वेदना म जब गाउँबाट सिराबाट म यहाँ आएपछि मैले वेदना जोइन गरेँ र वेदनामा हुँदा हाम्रा धेरै साथीहरू भेट्ने क्रममा हाम्रो जनगायक चन्द्रवाइबा पनि हामीसँगै गाउँथ्यौँ र पञ्चायत कालमा हामी लुकेर गाउने गर्थ्यौँ। तर त्यो बेलाको सम्झनाहरू मैले यहाँ तपाईँसँग सेयर गर्न मात्र खोजेको हुँ। त्यो क्रममा थोरै बोल्ने मान्छे हाँसिरहेको तर गाउने नडराउने जनगायक चन्द्रवाइबालाई म सम्झन्छु। आज धेरै वर्षपछि उहाँले एउटा यो देशको अन्तिम अवस्थाको नामक गीत एल्बमको जुन उहाँले उत्पादन गर्नुभयो र उहाँले यो गरेकोमा म उहाँलाई पहिले बधाई दिन चाहन्छु। र उहाँ खानका कलाकार पनि हुनुहुन्छ। मैले उहाँको बारेमा धेरै भनिराख्नु पर्दैन। उहाँ आफ्नो जीवन क्रान्तिको लागि कहिले पनि नडराइकन जनताको गीतहरू गाइरहनु भयो र उहाँले कहिले पनि सम्झौता पनि गर्नु भएन। र आज उहाँको त्यो निरन्तरतालाई म सलाम गर्न चाहन्छु। तपाईँको यो निरन्तरता रहिरहोस् भन्ने म चन्द्रवाइबाज्यूलाई बधाई र शुभकामना दिन चाहन्छु। के साँच्चै यो अवस्थामा मैले यो किन सान्दर्भिक भनिरहेको छु कि हामीले जनताको गीत गाएर एउटा उत्पीडनहरूको निमित्त हामीले जुन आवाज उठायौँ के अहिले आएर 62-63 सालको जन आन्दोलनपछि जुन संविधान बनेको छ के त्यो सबै मुखरित भएको छ त भनेर अहिले पनि प्रश्न गर्नु र म पनि त्यो प्रश्न गर्न चाहन्छु। र फेरि पनि हाम्रा आजको सम्मानित व्यक्तिहरूलाई बधाई दिँदै म शुभकामना दिन्छु। म यहाँसँग बिदा हुन चाहन्छु। अब भने म आजको अर्को सम्मानित व्यक्ति आज समाजसेवी तथा राजनीतिज्ञको रूपमा सम्मानित हुनुभयो मणिकला मुखर्जीलाई आफ्नो मन्तव्य राखिदिनु अनुरोध गर्छु। यहाँ मञ्चमा आएपछि त केही शब्दहरू बोल्नै पर्छ, अब बोल्नुपर्ने बाध्यता छ। यहाँ धेरै कुराहरू गरिसक्नु भएको छ। पूर्व राजदूतले गर्न बाँकी नै छ र भाइ मेरो डाक्टर सङ्ग्राम सिंहले पनि गर्न बाँकी नै होला, अन्य विशिष्ट पाहुनाहरूले बोल्ने बाँकी नै होला। तर पनि यहाँ धेरै कुराहरू चाहिँ यहाँ गर्नुभन्दा पनि सठिक कुरा के हो भने नेपालको परिप्रेक्ष्यमा तामसालिङ यहाँ तामाङकै कुरा आयो। यो युल्ला खाजिङ भन्ने शब्द आएपछि यहाँ तामाङ बाहेक गैर तामाङहरू थोरै हुन सक्छ, तर उहाँहरूले नबुझिदिनु होला अथवा यो के हो त भन्ने सम्बन्धमा चाहिँ यो कार्यक्रमले पनि अलिकति झल्को दिएको हुनाले म प्रदीप योन्जनजीको कुरालाई समर्थन गर्दै महामेन राजदूत कमानसिंह लामाको कुरालाई समर्थन गर्दै तामसालिङ हिजो तामसालिङ भनेर धेरै नेता धेरै पार्टीहरूले यहाँ राजनबागदेखि लिएर कति जुलुस पनि गरे। मैले सुनेको थिएँ, म त एक दिन पनि जुलुसमा गइनँ। यो के छ भने तामाङहरूको नामबाट जो सत्तामा पुग्ने भर्याङ सत्तामा पुग्ने माध्यम मात्रै गरे हिजो, जो अहिले राजदूतै अगाडि भएको भए सबैभन्दा बेस हुन्थ्यो। उहाँ पनि तामाङकै नाताले राजदूत भएको हो। हेर्नुहोस्, तामाङ संस्थाको तर्फबाट राजदूत हुनुभएको। हिजो पञ्चायत कालमा तपाईँ बुद्धिमान कन्टिन्यू मन्त्री भए। कैयौँ पटक चाहिँ तपाईँको यो हाम्रो लालदोजी पनि मन्त्री हुनुभएको छ। 64 सालमा उहाँले जित्नु भएको छ, उहाँ मन्त्री हुनुभएको थियो। तर तामाङको निम्ति आजसम्म तामाङको मुक्तिको निम्ति, तामाङको अधिकारको निम्ति
तामाङको स्वशासनको निम्ति आत्मनिर्णयको निम्ति राइट अफ डिटर्मिनेसन युएनले घोषणा गरेको राइट अफ डिटर्मिनेसनको बारेमा एक शब्द पनि तामाङहरूले आजसम्म आवाज किन उचालेन? तामाङको बारेमा चाहिँ अहिलेको विद्यमान संविधान अहिले 4वटा पार्टीले घोषणा गरेको संविधान त्यो नयाँ संविधानले तामाङको अधिकारको बारेमा कुनै स्पष्ट कुनै चाहिँ लेखिएको छैन। हुन त यहाँ कतिपयले चाहिँ राम्रो संविधान भनेर गिरिराजमणिज्यूले भनिसक्नु भएको छ, माननीय मन्त्रीज्यूले, होइन? कागजमा के लेख्यो के पनि थाहा छैन। तर तामसालिङ भनेको तामाङहरूको भूमि हो। यो तामाङहरू 7औं शताब्दीदेखि यो नेपालमा चाहिँ राज्य गर्दै आएको तामाङ हो। पृथ्वीनारायण शाहले एकीकरण पछि मात्र तामाङहरू चाहिँ भागेर गएको छ। राजा तपाईँको रणबहादुर शाहले कैयौँ तामाङहरूलाई लखेड्या हो, इतिहास साँची छ। यो मुलुकलाई परिवर्तन गर्न चाहने, यो मुलुकलाई चाहिँ आम क्रान्तिकारी रूपमा परिवर्तन गर्न चाहने र तामाङहरूको भूमिको सुरक्षाको निम्ति लड्न चाहने तामाङहरूको बिचमा फेरि पनि कार्यक्रम र सहयोग होस् र कार्यक्रम आयोजना होस् भन्दै म फेरि पनि अन्तिममा चाहिँ तपाईँहरूलाई धन्यवाद दिँदै म अब यस मञ्चबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू भेरी मच। धन्यवाद मणिक लामाज्यूलाई। आजको कार्यक्रमको विशेष अतिथि गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, एक जुगमा एक दिन अवश्य आउँछ भन्ने गीत सुन्नुभएको होला यहाँले। चर्चित गीतका गायक रायन श्रेष्ठज्यू उहाँ अति व्यस्त हुनुहुन्छ, त्यस कारणले उहाँको भनाइहरू राखिदिनु भन्नको लागि म यस मञ्चमा आमन्त्रण गर्दछु। आजको यस कार्यक्रमलाई गरिमा प्रदान गर्नु उपस्थित सम्पूर्ण दर्शकवृन्दहरूलाई न्यानो अभिवादन र मञ्चमा उपस्थित मेरो धेरै मित्र साथीहरू र अध्यक्ष महोदय र आजको यो कार्यक्रमको नायक चन्द्रवाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उनलाई, किनभने उनलाई धेरै सानै उमेरदेखि सँगसँगै लिएर हिँडे। आज दुःख सुख गरेर आफ्नो एउटा लोकार्पण गर्ने, स्वरलाई लोकार्पण गर्ने अवस्थामा आइपुगेको सुन्दाखेरि मलाई यो खबर मनमा नै ल्याएर सुनाउँदा मलाई उनी हिँडिसकेपछि मैले धेरै पहिलाको कुराहरू सम्झेँ। त्यो कोठा, त्यो सानो कोठाहरूमा कसरी जम्मा हुन्थ्यौँ, कसरी गीत गाउँथ्यौँ, कसरी सिकाइन्थ्यो र यो पञ्चायतको विरुद्धमा कसरी लागेर हिँडियो। मैले चन्द्रवाइको धेरै सानो अनुहारहरू धेरै सम्झिरहेँ, खुसी लाग्यो। आफूले लिएर हिँडेको भाइ बहिनीहरूको प्रगति सुन्दा हामीलाई अत्यन्त खुसी लाग्दो रहेछ। त्यसैले म खुसी भएँ चन्द्रवाइको कुरा सुनेर। यद्यपि मैले यो गीतहरूको बारेमा म अहिले केही पनि भन्न सक्ने स्थितिमा छैन, किनभने यो लोकार्पण भएको सिडी मैले सुन्नु पाएको पनि छैन, मैले हेर्नु पाएको पनि छैन। त्यसैले म यसको बारेमा त म केही पनि भन्न सक्दिनँ। त्यो ठाउँमा म त्यो पञ्चायतको विरुद्धमा त्यो विद्रोहको स्वरहरू लिएर त्यति बेला रेडी नेपालसँगको विद्रोह भइसकेको थियो। हाम्रो मञ्चहरू त्यस्तो थिएन। पुलिस क्लब, श्रीपास महेन्द्र पुलिस क्लब भनेर भर्खर बनेको थियो। त्यही पुलिस क्लबमा प्रोग्राम गरिन्थ्यो। तत्कालीन अवस्थामा आइजी एउटा थियो रोमबहादुर थापा, उनी हाम्रो गीतहरू असाध्यै मन पराउने। उनको त्यो हल लियौँ
त्यही हलमा पञ्चायतको विरुद्धमा पनि हामी गीत गाउँथ्यौँ र हामीलाई पौडिनु खोज्थ्यो र हामी फेरि त्यही पुलिसहरूले हामीलाई सूचना दिन्थे अब चाहिँ यहाँ पौडिरहेछ भनेर हामी हिँड्थ्यौँ र पुलिसले खोज्दै त्यही बाल मन्दिरभित्र आउँथ्यो रायमले यही भित्र घुसेको छ खोज्थ्यो र त्यो ठाउँबाट म सजिलै आफ्नो जागिरे नामबाट उम्केर हिँड्थेँ र त्यही 24 सालमा महेन्द्रले फेरि एकपल्ट डिमान्ड गर्यो त्यो राल्पालाई राल्पा विद्रोही सुर यो कस्तो छ यसको गीतहरू सुन्नु पर्यो महेन्द्रले हामीहरू त्यो राल्पाको गीत सुन्ने भएपछि हामीले नजाने निर्णय गर्यौँ र राजाले बोलाउने हामी नजाने हाम्रो बिचमा धेरै ठुलो छलफल भयो हामीलाई पुलिसहरू लखेटी हिँड्थे हामीहरू बिचमा पनि छलफल हुँदाखेरि यदि राजाले हाम्रो गीतहरू सुनेर हामीलाई गाउँ गाउँ जान बाटो खुल्छ भने किन नजाने यो कुराहरूमा हाम्रो छलफल भयो र हामी जाने भयौँ र हामीले गीत सुनायौँ 24 साल पुस 1 गते जुन बेला हामी पुस 1 गतेलाई कालो दिवस भन्थ्यौँ उनीहरू पुस 1 गतेलाई दीपावली गरेर मनाउँथ्यौँ त्यस्तो अवस्थाबाट एउटा पञ्चायतको विरुद्धमा लाग्दै हिँड्दा यो 30 को दशकमा आइपुग्दा वेदना सांस्कृतिक परिवार जन्मायो राल्पाको अन्तपछि त्यसमा चन्द्रवाइबा मोहन लामा कुमार लामा यो थाङ्का परिवारकाहरू धेरै साथीहरू त्यहाँ इन्भल्भ हुनुभयो र त्यो त्यसमा पनि यी सबै भाइ बहिनीहरूलाई लिएर सँगसँगै हेर्दा आज म सम्झन्छु ती दिनहरूलाई पञ्चायतसँग त्यो सरकारसँग त्यो सत्तासँग हामी कसरी जुझ्यौँ र यो आवाजलाई मर्न दिएनौँ र जनताको आवाजहरूलाई कसरी बुलन्द पारेर हिँड्यौँ र त्यो जनताको आवाजलाई आजसम्म पनि निरन्तरता दिएर हिँड्नु हुने चन्द्रवाइबालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उनको प्रगतिको निम्ति म कामना गर्छु उनलाई शुभकामना दिन चाहन्छु जसले यो देशको निम्ति यो आवाजलाई बुलन्द पारिरहोस् यो आवाज निरन्तर रहिरहोस् जनताको निम्ति समर्पित रहिरहोस् म यसको कामना गर्छु यसपछि म मन्तव्यको कुरालाई अगाडि बढाउन चाहन्छु एकदमै उहाँको निकट समकक्षी पनि हुनुहुन्छ जनगायक प्रगतिशील गायक सङ्गीतकार मानबहादुर गुरुङलाई आफ्नो मन्तव्यको लागि यसमा आमन्त्रण गर्छु आजका यस सभाको सभाध्यक्षज्यू विशेष अतिथिज्यूहरू विशेष गरेर प्रगतिशील जनसङ्गीत जनसंस्कृतिका यसका नियो खम्बा राई दाजु अन्य उपस्थित सबै मित्रहरूमा ठ्याफुल्ला अभिवादन चन्द्रवाइबा चन्द्र भन्ने बित्तिकै औँसीको रातलाई पार गरेर पूर्णिमा ल्याउने वस्तुको नाम हो चन्द्रवाइबा चन्द्र त्यो ऊर्जाशील विषय हो त्यसले गर्दाखेरि उहाँ हामी 36 सालको जुन 35-36 को आन्दोलन थियो त्यहाँदेखि आन्दोलनमा हामी लाग्यौँ
त्यसले अलिकति सांस्कृतिक रूपमा हामीलाई जागरण दिलायो। त्यसमा जनपक्षीय गीतहरू आज हाम्रो सामु बस्नु भएको रहनु भएको राई दाजुहरूको रमेश दाजुहरूको गीतबाट असाध्यै हामी प्रभावित भए। अनि त्यसपछि हामी पनि त्यो क्षेत्रमा लाग्ने प्रेरणा त्यसरी मिल्यो। पेसालाई हेऱ्यो भने हाम्रो धर्मलाई हामीले हेऱ्यो भने साँच्चै हामीले त्यो बुद्ध चित्तमालाई हातमा लिएर ओम मानितेमा जपेर बस्नुपर्ने मान्छे हो। तर हामी वर्गीय रूपमा यो संसारमा यो गीतको माध्यमबाट संसारलाई सुन्दर समाजमा बदलिनुको लागि, सुन्दर संस्कार संस्कृतिमा बदल्नुको लागि, अन्यायको विरुद्धमा न्याय दिलाउनुको लागि, असत्यको विरुद्धमा सत्य दिलाउनुको लागि भनेर हामीले त्यत्रो सिप हुँदै पनि, त्यत्रो ज्ञान हुँदै पनि, हामीले कमाउन सक्ने क्षमता हुँदै पनि त्यो चिजलाई लाद हालेर परिवारको व्यवस्था गरेर आफ्नै जीवनको बर्बाद गरेर पनि हामी हरेक पाइलामा हामी 37 सालदेखि निरन्तर, यो 36 सालदेखि निरन्तर हामी अहिलेसम्म पनि क्रान्तिको नाममा, युद्धको नाममा, आन्दोलनको नाममा हामी जहिले पनि हिँड्यो भने हामीले निराश हुनु हुँदैन भनेर मैले आइजो मित्रहरू र मेरो समकालीन आजको कार्यक्रमको प्रमुख मान्छे चन्द्र वायुजीलाई म भन्न चाहन्छु। युल्ल खजेम भनेको मैले बुझेको भाषामा त्यहाँ के देशको अवस्था भनेर लेखेको छ, देशको अवस्था होइन। युल्ल खजेम भनेको देश चाहिँ प्राण यहाँ आइसकेको, केही मात्रै बोल्न सकेको, आफ्नो मान्छेलाई दिने वचनलाई, आफ्नो सबैभन्दा निकटको मान्छेलाई दिने वचनलाई त्यो खजेम भनिएको छ हाम्रो भाषामा। मृत्यु शय्यामा अन्तिम अवस्थामा, अन्तिम घटीमा पुग्ने मान्छेले आफ्नो आफन्तलाई, आफ्नो निकटको नजिकको मान्छेलाई दिएर जाने वचनलाई त्यो खजेम भनिएको छ। तर युल्ल खजेम भन्नाले देशको त्यो अन्तिम भन्दाखेरि देशै सिद्धिसकेको हो कि अब त देशै नरहने भयो कि भन्ने खालको बुझिन्छ है। त्यस्तो मृत्यु हुने भयो कि भनेर बुझिन्छ। अलिकति निराश जस्तो देखिन्छ है, निराशवादी भयो कि जस्तो देखिन्छ। त्यो नहोस् भन्ने म शुभकामना सूचना मेरो दिन चाहन्छु। अरूले त चन्द्रबाबुलाई चिनेन, चन्द्रबाबुलाई बुझेन। यादिन यो संस्थाले जसरी चिन्नुभयो है, अनि थुप्रै सम्मान योग्य व्यक्तिहरूलाई सम्मान गरिदिनु भयो। त्यसमा म पनि परे, उहाँलाई चिनाइदिनु भयो, चिन्नुभयो। त्यसले गर्दाखेरि उहाँहरूलाई यादिन समाजलाई मुरी धन्यवाद दिन चाहन्छु। धेरै धन्यवाद मानबहादुर गुरुङ हजुरलाई। वरिष्ठ जनगायक हुनुहुन्छ र विशेष गरी चन्द्रबाबुको सभापति पनि हुनुहुन्छ, सहकर्मी पनि हुनुहुन्छ। उहाँले धेरै कुराहरू सुनाएर जानुभएको छ। अब भने हामी कार्यक्रमको करिब अन्त्यतिर आइसकेका छौँ र आफ्नो मन्तव्य राखिदिनु हुनको लागि जापानका लागि पूर्व राजदूत महामहिम डाक्टर गणेश रञ्जन आजको कार्यक्रमको विशिष्ट अतिथि हुनुहुन्छ। उहाँलाई यस मञ्चमा आमन्त्रण गर्दछु। यस कार्यक्रमका सभाध्यक्षज्यू र मञ्चमा आसीन
विशिष्ट व्यक्तित्वहरू र यहाँ उपस्थित सम्पूर्ण आदरणीय महिला तथा सज्जनवृन्द सबैमा सर्वप्रथम म यहाँलाई ख्यातपूर्ण टक्राउन चाहन्छु र साथै आज यो याकिङ साहित्य तथा कला संरक्षण मञ्चले यो एउटा अत्यन्त भव्य एउटा कार्यक्रमको जुन आयोजना गर्यो त्यसमा मलाई अतिथिको रूपमा र आफ्नो विचार मन्तव्य राख्ने जुन अवसर दिनुभयो त्यसको लागि म यो मञ्चका परिवारलाई विशेष हार्दिक धन्यवाद पनि दिन चाहन्छु र साथै आज सम्मानित हुने व्यक्तित्वहरू एउटा तामाङ समुदायमा मात्रै स्थापित व्यक्तित्वहरू नभइकन यो मुलुकको एउटा परिवर्तनको लागि जीवनको लामो समय आफ्नो कला सङ्गीत र गायनबाट नेपाली जनतालाई चाहिँ नि जागरण ल्याउने र त्यो परिवर्तनको बाटोतिर उन्मुख गराउनको लागि आफ्नो जीवनको लामो समय जुन योगदान दिनुभयो उहाँहरूलाई आज सम्मानित गरेको देख्न पाउँदा म अत्यन्त गर्वित छु र आज विशेष गरी आदरणीय रायन दाजु हाम्रो आदरणीय मानबहादुर मोङजी त्यसै गरी चन्द्र वाइबा प्राङ्गो भनेर उहाँले जुन आफ्नो टाइटल राख्नुभएको रहेछ होइन र त्यसै गरी हाम्रो चन्द्रकुमार डोङ प्रदीप बोन्जान यो तामाङहरूको एउटा सम्पत्ति मात्र नभइकन यो सिङ्गो मुलुकलाई एउटा परिवर्तनको लागि जुन उहाँहरूले एउटा विद्रोहको स्वरहरू जनताको आवाजहरू जुन उठाउँदै आउनुभयो र आज उहाँहरूको जुन अवस्थाहरू उहाँहरूको जुन एउटा पीडाहरू उहाँहरूको जुन गुनासोहरू आज हामीले यहाँ सुन्न पनि मौका पायौँ। मलाई एउटा ठुलो आरोप पनि आयो जापानमा बस्ने दौरानमा एज अ इन्भेस्टर नेपालमा एउटा ठुलो परिवर्तन आइसक्यो 62-63 अब अन्तरिम संविधानमा चाहिँ नि धर्मनिरपेक्षता गणतन्त्र भइसकेको थिएन होइन त्यो बेलासम्म राजा थियो म उता हुँदै गणतन्त्रको घोषणा भएको हो। मलाई के भन्थ्यो भने मेरो नेताहरूले जसले मलाई एम्बेसडरको रूपमा सिफारिस गरिएको हो तपाईँ जापानमा गएर एउटा काम चाहिँ तपाईँले नगर्नुहोस् भन्थ्यो। त्यहाँ जातीय सङ्गठनहरू धेरै छ जापानमा जातीय सङ्गठनहरूलाई चाहिँ नि कसरी हुन्छ त्यसलाई प्रोत्साहन नगर्नुहोस् भन्थ्यो। भनेपछि के हो त उनीहरूको दिमाग देश सञ्चालन गर्छु भनेर चाहिँ नि देशको सम्पूर्ण जनतालाई चाहिँ नि नेतृत्व गर्छु भन्ने पार्टीका ठुला नेताहरूको यो भनाइ कति पक्ष भयो होला मैले जवाब दिएँ उहाँलाई र म गएपछि सबभन्दा पहिला अघि कुरा आयो यो डिप्लोमेसीमा कस्तो हुनुपर्छ भन्ने कुराहरू। तर नेपालको चाडपर्वहरू जति पनि चाडपर्वहरू त्यो राष्ट्रिय चाडपर्वको रूपमा संविधानले चाहिँ त्यो व्यवस्थित गरिसकेको कुराहरू त्यो सबैको चाडपर्व हो। त्यो नेपालको राष्ट्रिय चाडपर्व लोसार हो, नेपाल सम्वत हो, छठ हो भनेपछि यी राष्ट्रिय चाडहरूलाई चाहिँ किन नमनाउने एम्बेसीले अनि दसैँ चाहिँ 10 लाख खर्च गरेर चाहिँ नि पुरा भोज खुवाउनु पर्यो। अनि मैले निर्णय गरेँ अब लोसार जापानमा मनाउने एम्बेसीले मनाउने भन्दाखेरि मेरो सेकेन्ड म्यानले मलाई के भन्नुभयो भने होइन यो त हामीले पराष्ट्रबाट स्वीकृति लिनुपर्छ एम्बेसडर साहब भन्छ। किन पराष्ट्रबाट स्वीकृति लिनु? मैले नेपालको संविधान विपरीत काम गरेको भए अथवा गर्न खोजेको भए मैले त्यो गर्ने नै थिएन। त संविधानले व्यवस्था संविधानले यो राष्ट्रिय पर्वको रूपमा घोषणा भइसकेको कुरा यसलाई एम्बेसीले यो एउटा कल्चरल डिप्लोमेसीको रूपमा एउटा सांस्कृतिक कूटनीतिको एउटा प्रमोसन गर्ने यो एउटा अवसर हो। कार्यक्रमको अन्त्यमा अब आजको कार्यक्रममा
सार्वजनिक भएको एउटा भिल्ला खादिमका सर्जक चन्द्रबहादुर बज्यूलाई यो एल्बम कस्तो एल्बम हो र आफ्नो सृजनाहरू कस्ता भएका छन् र यसले आम जनमानसमा कस्तो खालको प्रभावहरू पार्न सक्छ भन्ने तर्कसहित आफ्नो मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। आउँदै हुनुहुन्छ चन्द्रबहादुर। आजको यस समारोहका सभापतिज्यू अध्यक्षज्यू यहाँ विशिष्ट पाहुनाको रूपमा आजको यस कार्यक्रमलाई सफलताको बिन्दुमा पुर्याउन आउनुभएको पूर्व राज्य स्थापनका लागि गणेश नन्दन आइसङज्यू र मेरा आदरणीय दाजु के अरे मामा मानबहादुर दोङज्यू अरू विशेष अतिथिलाई यसो नम्यौँ भने यहाँ मन कोही हुनुहुन्न। अघि नै मेरा मामा मानबहादुर दोङज्यूले भनिसक्नुभयो, अब सुन्ने त तपाईँ हामी नै हो र म धेरै कुरा त भन्दिनँ किनभने प्रदीप बोमजन आइसङले पनि मेरो बारेमा भन्नुभयो र विशेष गरेर मेरा मानबहादुर आइसङले नै मेरो जीवनको बारेमा र म यहाँसम्म आइपुग्ने हरेक कुरो उहाँले भन्नुभयो। अनि विशेष रूपमा राई जो राईलाई यहाँ हुनुहुन्न उहाँ जानुभयो टाइमको कारणले गर्दाखेरि। अनि मेरो बालककालदेखि यो प्रगतिशील पाठमा जुन मेरो यात्रा उहाँले नै भनिसक्नुभयो। अन्यथा म गीत गाउँदै लेख्दै हिँड्ने हो, तपाईँहरूले सुनिसक्नु भएको छ। यहाँ सबै मित्रहरू हेर्दाखेरि सबै अतिथि मेरो लागि सबै सम्मान नै हुन्। त्यसको लागि अब गीत गाउने सिलसिलाको लागि सबै साथीहरूले भन्नुभयो ट्र्याक छ, मसँग केही ट्र्याक छैन। यो कुरो मैले सत्यसँग बोल्नुपर्छ। थुप्रै गीत गाएँ, थुप्रै चाहिँ सङ्गठनभित्र बसेर जुन मैले गीत लेखेँ, जो मानबहादुरज्यू हुनुहुन्छ, हामी दुईजनाकै बिचमा केही छैन। त्यसैले प्रारम्भको अर्थ यो पनि हो, हामीसँग केही प्रमाण छैन। हरेक नेता जुन नेतृत्व गर्न आउनुहुन्छ, सङ्गठनको एउटा नियम हुन्छ, अध्यक्ष हुन्छ, सचिव हुन्छ, महासचिव हुन्छ, कोषाध्यक्ष हुन्छ। हामी त सिर्फ एउटा मौरीको कुलमा एउटा काम गर्ने मौरी हुन्छ। जम्मा त्यसको आयु 45 दिन मात्रै हुन्छ। हामी त्यही 45 दिनभित्रको उहाँ मानबहादुर आइसङ हुनुहुन्छ, म है, हामीसँग केही छैन। अरू बाँकी कता के गर्यो कहाँ छ भन्ने कुरा चाहिँ अब यहाँ कतिपय साथीहरू पनि हुनुहुन्छ होला, उहाँहरूलाई नै थाहा हुन्छ। मैले हिजो अस्ति नै मामा जिन्दगीको यस्तो रहेछ, हामी दुईजनाको एउटा ट्र्याक चाहिँ न तपाईँसँग होला कि भन्दा उहाँसँग पनि छैन। अब के गर्नु, अहिलेको जमानामा थप्पडी बजाएर गीत गाउँदा पनि लाग्दैन। त्यसैले अब धेरै कुरा त नगरौँ हो। अब जुन यो कार्यक्रमको लागि तपाईँहरू उपस्थित भएर जुन सहयोग गर्नुभएको छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन। त्योदेखि त मसँग धन्यवाददेखि केही छैन। एउटा गीत दिँदा त मलाई यो अभिगत भयो होइन। मानबहादुर दाइ र मैले एउटा गीत गाउने इच्छा हुँदै हामीलाई त्यो सामग्री उपलब्ध छैन। यो नै दुःखको कुरा हो। यो कसलाई सुनाऊ? अब थुप्रै जिन्दगीको कुरा सुनाऊ भने सुन्ने मान्छेहरू अघि मानबहादुरजीले आइसङले भन्नुभयो जस्तै हिँडिहाल्यो। अब दुःखको कुरा तपाईँहरूलाई नै हो सुनाउने। त्यति भन्दै यहाँले जुन सफलता आजको यस प्रोग्रामलाई सफलतामा पुर्याउनु भयो, त्यसको लागि म धेरै धेरै धन्यवाद हुँदै तपाईँहरूको मन मस्तिष्कमा म सधैँ बाँचिरहनेछु। र यो जुन खाजेको अर्थ छ, यो खाजेको अर्थ चाहिँ त्यो भित्र छ। तपाईँहरूले जुन डिभिडी खोलेर हेर्नुहोस्, त्यसको अर्थ त्यहाँ पाइन्छ। अन्य छ यो अर्थ, किनकि यो खाजेको अर्थ नेपालीमा खोज्दाखेरि मैले खोज्दै तपाईँहरूले भन्दाखेरि
कुनै अब साथीहरूले पाएन होला होइन, त्यो नेपालीको ट्रान्सफर अर्थले पनि अलिकति अब गहिराइमा जान अलिक अब सकेन होला। यो खसेको अर्थ त्यही भित्रभित्र तपाईँहरूले देख्ने हुनेछ र बाँकी तपाईँहरूसँग म त्यही गीतको विषयमा भेट्ने बाजे गर्दै म आज बिदा हुन्छु। धन्यवाद। अब भने वास्तवमै मैले पनि बिदा माग्ने कुरा भइसकेको छ। त्यो भन्दापछि अध्यक्षज्यूको समापन मन्तव्य त बाँकी छ। आजको यो कार्यक्रमलाई सकिएको घोषणा गरिदिनुको लागि याथिङ साहित्य तथा कला संरक्षण मञ्चका अध्यक्ष भिखु लामा बाबुलाई यस मञ्चमा आमन्त्रण गर्दै म बिदा हुन्छु। हस्त नमस्ते। धन्यवाद सूर्यजीले। आजको यस लुगा खाजे देशको अन्तिम अवस्था नाम सुन्दै अलिअलि हामीले पनि त्यस्तो हुन्छ। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आउनुभएको मान्य शिक्षा मन्त्री गिरिराज मणि पोखरेलज्यू, त्यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै अशक्त अवस्थामा पनि विशिष्ट अतिथिको निमन्त्रण स्वीकार गर्दै आउनुभएको जापानको लागि पूर्व राजदूत डाक्टर गणेश हुनुहुन्छ म आभारी छु। त्यसै गरी वरिष्ठ सङ्गीतकार एवं गायक प्रदीप बोमनज्यूप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी चन्द्रकुमार दोङज्यू, जसलाई नेपाली समाजमा विशेष गरी तामाङमा 12,82,000 तामाङहरूले स्वदेश र विदेशमा चाहिँ चिरपरिचित अनुहार अनि उहाँको गीत हाम्रो मन मस्तिष्कमा अहिले पनि गुन्जिरहन्छ। उहाँप्रति पनि म धेरै आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी टेकबहादुर पलपाकीज्यू अनि जनगायक हाम्रो मानबहादुर दोङज्यू र हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै आउनुभएका सबैजना अघि चन्द्र प्राङ्गल हुने जस्तै सबैजना अतिथिहरूलाई याथिङ साहित्य कला तथा साहित्य कला संरक्षण मञ्च र मेरो व्यक्तिगत तर्फबाट चाहिँ लास्टो ठाकुरलाई भन्न चाहन्छु। र म याथिङकै विषयमा अलिकति यहाँहरूलाई अलिकति यो विषयमा के भन्न चाहन्छु। योभन्दा पहिले हामीले के पनि गरेका थियौँ। यो पहिलो कार्यक्रम हो याथिङको। 2000 मलाई लाग्छ 6 वर्ष पहिले चन्द्रबाबुको गीत हामीले चाहिँ बजारमा ल्याउनु पऱ्यो भने जमर्को गर्दै विजयजी, त्यसपछि चाहिँ हाम्रो सञ्जीव अनि याथिङको चाहिँ हाम्रो प्रमुख सल्लाहकार पूर्वबहादुर लामाज्यू अनि इन्द्र लामाज्यू, सलाम सिंह अनि केशव लामाज्यू मादन सेवा समितिको अध्यक्ष, उहाँहरूसँग सम्पर्क गरेर हामीले चाहिँ यो डिभिडी ल्याउने भन्ने जुन योजना थियो यो चाहिँ 6 वर्षपछि आज चाहिँ यो विमोचन गर्न सफल भएकोमा म धेरै खुसी र याथिङ परिवार सबैजना खुसी भएको अवस्था छ। यसमा विशेष भूमिका हाम्रो चाहिँ कर्म लोकसाङज्यू, उहाँले धेरै चाहिँ गर्नुभयो। अनि याथिङले माधव प्राणीकै एड्रेसमा छ यो काभ्रेको कोशीबारी क्षेत्रको तपाईँको चाहिँ माधव प्राणी गाविस वडा नम्बर 3 र हामीले विभिन्न क्षेत्रमा आफ्नो जीवनको अमूल्य समयलाई तिरन्जली दिँदै आफ्नो क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने हाम्रो यो जमर्को हो, यो पहिलो प्रयास हो। यसलाई चाहिँ अघि मानबहादुर दोङज्यूले पनि भन्नुभयो यसलाई निरन्तरता दिनुपर्छ भनेर र काम गर्न सजिलो छैन पक्कै पनि। आज यस्तो कार्यक्रम गर्न हामी यति खट्यौँ, यसरी चाहिँ दिनरात अब यो कार्यक्रम आयोजना गर्न चाहिँ ख्याल छैन। त्यसैले तपाईँहरू नआइदिएको भए चाहिँ हामी पनि चाहिँ तपाईँको चाहिँ निराश हुन्थ्यौँ, तर त्यो अवस्था आएन। आज धेरै राम्रो भएको छ कार्यक्रम। पक्कै पनि गीत सङ्गीत र कलाको कार्यक्रममा गीत सङ्गीत बस्नुपर्ने थियो। प्राङ्गले नै चाहिँ उजागर गरिसकेको छ कि तपाईँको चाहिँ बस्नु केही पनि छैन भनेपछि अहिले भर्खर एउटा ट्र्याक आएको जस्तो लाग्छ मलाई। त्यसबाट पनि केही चाहिँ हुनसक्छ र याथिङले यसरी आउने दिनमा हामीले समाजमा विभिन्न क्षेत्रमा योगदान गर्दै जाने व्यक्तित्वहरूलाई हामीले विधा पनि छोडेको छौँ। यसमा गीत कला, गीत तथा सङ्गीत, त्यसपछि साहित्य विधा
अनि तपाईँको चाहिँ सामाजिक क्षेत्रमा चाहिँ लाग्ने व्यक्तित्वहरू, यसै गरी चाहिँ राजनीतिक क्षेत्रमा लागेको व्यक्तिहरू, अनि त्यसपछि चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने व्यक्तित्वहरूलाई हामी खोजी गर्दै सम्मान गर्ने, आगामी दिनमा पनि यो श्रृङ्खलाले जोड्ने यहाँहरूसँग प्रतिबद्ध राख्छु म। र एउटा तामाङ अनि तामाङले नै तामाङको सम्मान गर्ने एउटा अभियान पनि हो यो, किनभने हामी समग्र तामाङ चाहिँ 61% गरिबीको रेखामुनि भएको तामाङहरू। मलाई के लाग्छ भने अहिले विभिन्न क्षेत्रमा तामाङहरू अगाडि बढ्ने क्रम जारी छ। तर मादनकै विषयमा भन्नुपर्दा अष्ट लामाजीले जसरी हामी सम्मान गर्न पायौँ, मादन प्राणी 1, 2, 3 भनेको 100% तपाईँको सबै तामाङ बाहुल्य भएको समुदाय हो। अनि त्यहाँबाट चाहिँ अहिलेसम्ममा चाहिँ नेपाल सरकारको उच्च हुँदै भने हामीले कमान सिंहले जे भने पनि हाम्रो लागि उच्च पद हुन्थ्यो, किनभने तपाईँहरूको चाहिँ तामाङहरू अहिलेसम्म शाखा अधिकृत भएको मादन प्रणालीको मादनबाट चाहिँ अष्टलामै पहिलो हो। त्यसैले उहाँलाई पनि सम्मान गर्ने यो हाम्रो सार्थक ठान्छु म चाहिँ। आउने दिन पनि यसरी चाहिँ आउने श्रृङ्खलामा हामी खोजी गर्दै हाम्रो चाहिँ उहाँहरूलाई चाहिँ के भन्छ स्रष्टा अनि योगदान दिने व्यक्तित्वहरूलाई यसरी गर्ने भन्ने यो हाम्रो योजनै छ। र दुःख पनि लाग्छ, तामाङ भन्ने शब्द म बाल्यकालको अलिकति स्मरण गर्न चाहन्छु। यहाँ चाहिँ कुलबाल दाई हाम्रो प्रमुख सल्लाहकार आइपुग्नु भएन, उहाँले मलाई पढाउनु भएको पहिले श्री स्वस्थानी प्राथमिक विद्यालय तामाङ गाउँमा स्वस्थानी नाम राखेको थिएँ। अब अहिले पनि स्वस्थानी नै छ, स्वस्थानी मावि भएको थियो। स्कुलमा क ख पढ्दै जाँदा म चाहिँ 5 क्लास पढेर 6मा समयको कार्तिक देउराली गाविसको प्रभा उच्च माविको विद्यार्थी धेरै हुनुहुन्छ, कुमार दाई पनि हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ। त्यहाँ ट्रान्सफर हुने बेलामा मेरो नाम चाहिँ बिकु अनि लाल पनि छ बिचमा, अनि पछि चाहिँ तामाङ थियो मेरो। अनि मेरो दिमागमा के थियो भने तामाङ भनेपछि सधैँ भारी बोक्ने, गरिब, खान नपाउने, अवहेलित, अरूले चाहिँ एकदम घृणित व्यवहार गर्ने, त्यो मेरो मानसपटलमा त्यो थियो। अनि त्यसपछि मैले चाहिँ त्यो सर्टिफिकेटमा तामाङ मेटाएर लामा लेखेँ मैले। अनि देउराली प्रभा स्कुलमा गइसकेपछि मेरो नाम तामाङबाट लामा लेखेँ मैले त्यसपछि। अब अहिलेसम्म लामा नै, अब धेरै ठाउँमा लामा भन्दा तपाईँको चाहिँ टिब्रेन लामा, गुरुङ लामा, शेर्पा लामा, धेरै किसिमको लामा छ। अनि भन्दै ब्राकेटमा चाहिँ तामाङ लेख्नुपर्छ भन्ने मलाई पनि लागिरहेको छ। कति जस्तै चाहिँ डक्टर गणेश योन्जन अब स्पष्टै छ होइन तामाङ। अब म आफै पनि लामा भनेर लेख्दा मान्छेलाई अरू जातीय समस्याहरू छ। र यो समस्या चाहिँ के भने त्यो हिजो हाम्रो परिवेश, त्यो धरातल, अनि हाम्रो चाहिँ सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रबाट चाहिँ हामी उपेक्षित भएर त्यो बच्चामा भएको चाहिँ स्मरणमा दाग थियो मेरो त्यो। अनि यो अहिलेसम्म पनि त्यो मलाई अब त्यो गिल्टी फिल हुन्छ, आफूलाई चाहिँ पश्चाताप फिल हुन्छ, मैले चाहिँ त्यस्तो गर्नु मनपर्छ भनेर। र हाम्रो बच्चाहरू अब चाहिँ यो पढ्दै अब उच्च शिक्षा गरिसकेपछि विदेशमा जाने क्रममा पनि के छ भने तपाईँको बुवाको चाहिँ तामाङ, अनि बुवा के अरे छोराको लामा, अनि अहिले पछि आएपछि घिसिङ, अनि 3टा जेनेरेसनमा 3टा नाम भएर मेरै छिमेकी शेरबहादुर गोलेको चाहिँ छोरी अस्ट्रेलिया जाने उसमा चाहिँ भिसा रिजेक्ट गरिदियो। तर कारण के रहेछ भने तपाईँको चाहिँ 3टै जेनेरेसनमा नामै फरक, अनि कसरी हुन्छ यो भनेर त्यस्तो खालको समस्याहरू छ। त्यसैले हामीले नबुझेर त्यस्तो भयो। अर्को कुरा राज्यबाट चाहिँ विस्थापित र राज्यले चाहिँ उपेक्षित भएरै यो भएको रहेछ। र अस्ति भर्खर पनि मलाई के लाग्यो भनेदेखि तपाईँको म एउटा कार्यक्रममा घुम्न गएको उसमा नुवाकोटमा झर्ना के समथिङ गाविस देश होइन, तामाङ बस्तीको त्यहाँ पुग्दा तपाईँको चाहिँ के रहेछ भने एउटा गाविसमा 28वटा चर्च रहेछ त्यहाँनिर। जसरी मानबहादुर दोङासिङले भन्नुभयो निराश हुनु आवश्यक छैन, किन भनेदेखि हामी छौँ तपाईँहरूको पछाडि। तपाईँहरूले योजना बनाउनुहोस्, तपाईँहरूलाई नसक्ने अवस्थामा पक्कै पनि लाग्छ। हरेक काममा चाहिँ आर्थिक अवस्थाले चाहिँ तपाईँको महत्त्वपूर्ण भूमिका खेल्छ। तपाईँमा चाहिँ त्यस्तो क्रिएटिभिटी भएन भने त्यो आर्थिक पैसा भएर हुनेवाला के पनि छैन। अरबौँपति पनि मान्छे तपाईँको चिन्ने कसरी चिन्ने? जसरी चन्द्रकुमार आचार्यको आफ्नै अस्तित्व छ, उहाँको गीत त तपाईँको जन्मेसम्म मैले के अरे सुनिरहेको गीत हो। म आफै पनि कति गीतहरू सुनेँ उहाँको। बिहानै त्यो गाउँको चाहिँ डाँडामा ठुलो स्पिकर लगाएर गाउँभरि सुन्ने गीत के रहेछ। अनि म आशिक सम्झेँ मैले त्यहाँ। अनि यो गीत कसले गाएको सुन्नु भएको छ भनेर चन्द्रकुमार दोङ
भनेर सानो बच्चालाई पनि गर्नुहुन्छ। भनेको म एकदम गौरव भएँ काभ्रेको उहाँको जुन पहिचान छ, उहाँको जुन अस्तित्व कायम गर्नुभएको छ, उहाँले जुन समाजमा उहाँले चाहिँ योगदान गर्नुभएको छ, उहाँलाई हामी सम्मान किन गर्ने होइन? हामीले गर्नै पर्छ। हामी यस्तोमा कन्जुसै गर्दैनौँ। त्यसैले अघि बिचमा विभिन्न फ्लेभरको चाहिँ वक्तव्यहरू पनि आए अनि त्यसलाई चाहिँ अब जे जस्तो भयो भने जसलाई जे तपाईँको चाहिँ मन लाग्छ, जे चाहिँ सोचमा आउँछ त्यही भन्ने हो। अनि जसले जसरी हेर्ने त्यो दृष्टिकोणको फरक पनि गरौँ। त्यसैले आउने दिनमा पनि यहाँहरूको साथ सहयोग र समर्थन अवश्य पनि हामीले आवश्यक छ र आउने दिनमा अनि अर्को वर्ष पनि यहाँहरूको उपस्थिति हामीले कार्यक्रम गऱ्यो भने तपाईँहरूले निमन्त्रणा आउने नै छ भन्दै यो कार्यक्रम अन्तिमसम्म डक्टर साहब बसिदिनु हो। उहाँको चाहिँ खुट्टा चाहिँ हिँड्दै नहुने स्थितिमा पनि यसरी चाहिँ दिनभरि हाम्रो कार्यक्रममा साथ दिनुभयो। उहाँलाई एकदम हार्दिक आभार प्रकट गर्न चाहन्छु र यो कार्यक्रमलाई यहाँसम्म चाहिँ सफल पार्न सहयोग गरिदिएको भाइ सुरेश अनि विजयजी, कर्म भाइ अनि त्यसपछि चाहिँ कालदुम हाम्रो डिमा भन्छ कि अब यो भाइहरूले खुब सपोर्ट गर्नुभयो। अनि उनीहरूको चाहिँ सपोर्ट नभएको भए चाहिँ आज यो कार्यक्रम सम्पन्न हुने थिएन। सबैले सम्झिन्छौँ। त्यसरी आउने दिनु पनि यसलाई चाहिँ हामीले साथ सहयोग दिनुपर्छ भन्ने मान्यता राख्दै अन्तिमसम्म बसिदिनु हो। डक्टर साहब अनि प्रदीप दाइलाई मान्यता फेरि पनि मैले रिपिट गरेँ। यदि भन्दै यहाँहरूको दिन सुन्दर होस्। यो चाहिँ विमोचनको चाहिँ यो क्यासेट सुनेर तपाईँहरूले चाहिँ आफूले लागेको चाहिँ मन्तव्यहरू चाहिँ फेसबुकमा अनि तपाईँको चाहिँ यो आउने उसमा हाम्रो सर्वेले चाहिँ युट्युबमा राख्ने प्लान गर्नुभएको छ उहाँले। अनि उहाँको कम्पनीको नाम चाहिँ मैले पनि बिर्सेँ। अनि युट्युबमा अब तुरुन्तै आउँदैछ यो युट्युबमा आएपछि यहाँहरूले चाहिँ अब यो के एल्बमै नभए पनि त्यहाँबाट पनि हेर्न सकिने छ भन्दै म यहाँबाट बिदा हुन्छु। हस् लासो फिराफुल्ला